हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी यो चाहिँ अघियाले बनाएको प्लानिङ हो अन्त आज चाहिँ हामी मन्दिर जाने भनेर रेडी भइसकेको छौँ हो, आफ्नो आफ्नो घरमा रेडी भएको। अनि म चाहिँ यसो जुत्ता मिलाऊँ भनेर चाहिँ यहाँनिर बसिरहेको थिएँ, किनभने यो मलाई बिचरा भाइले पठाइदिएको जुत्ता हो नि त। कस्तो अब मेरो खुट्टाहरू सायद काम गरेर गर्दाखेरि उभिएर होला कि खुट्टा पनि अलिक सोइलिङ भएको छ हो, त्यही कारणले गर्दाखेरि यो जुत्ता नै अलिक टाइट भएको जस्तो लाग्यो होइन। अहिले भर्खर मैले उमालाई फोन गरेर पनि भने होइन मेरो जुत्ता त के भयो भने टाइट भएर। अन्तखेरि अब म तपाईँलाई कसरी देखाउनु भन्दाखेरि नि यस्तो छ क्या, फेरि फोन स्ट्यान्ड पनि किनेको मात्रै छु हो, युजै गरेको छुइनँ। अन्तखेरि चाहिँ अब यहाँ फोनलाई अड्काउँछु ब्यागमा एकछिन। मैले चाहिँ कुर्तामा चाहिँ पुरा जाडो छ नि त, अन्त मैले चाहिँ कुर्तामा चाहिँ यो ब्लेजर लगाइरहेको छु हो, चुन्नी चाहिँ उहाँ हालिरहेको छु, यस्तो छ। अन्त हामी त बिजोग भए हो, छैन मन्दिर पनि चिन्दैन कहाँ छ हो। यो चाहिँ गनगन गरेर केही छैन, होइन लाइभ आएको होइन हौ, भिडियो बनाएको। अन्त अहिले भर्खर यहाँ दाइ थियो, एकजना दाइ कता गयो सोध्नु पर्थ्यो नि। मन्दिर जानुको लागि पनि पुरा जोखाना हेर्नुपर्ने अवस्था हुन्छ हो। अहिले आएर बसेको होइन, पर्खिँदा भइसक्यो। भित्तामा कस्तो राम्रो देखेको हौ, यहाँ गनगन गरिरहेछ। यो चाहिँ गनगन गर्दिनै गर्छस् तँ पनि, कोही कोही बेला गर्छस्। म चाहिँ यत्रो पोका बोकेर बसिरहेछु। पर बोक्छ एउटा साथी चाहिँ ल्याउनु गइरहेछ एउटा साथीलाई। अब त्यो साथीलाई चाहिँ देखाउनु मिल्दैन, आउँदैन अरे नि त, यस्तो उयसतिर मन गर्दैन, भिडियो सोसियल मिडियातिर एक्टिभ नहुने अरे नि त। अन्तखेरि खालि डाइरेक्ट कल मात्रै हुन्छ, उसँग चाहिँ केही पनि हुँदैन। चिम्फाचुईको चाहिँ हो यो इस्कन मन्दिर आइपुगेको छु। तुलसीको बोट रहेछ यहाँनिर। ए यहाँ रहेछ नि त। अब हामी चाहिँ आइपुगेको छौँ हो, तर हामीले केही पनि त्यस्तो उयोहरू ल्याउनु पाइनौँ। के भन्छ त्यो फुल मिठाईहरू होइन, उयोहरू होइन। मन्दिरमा त कोही त बाहिरै हुन्छ नि त, त्यही भएर हामीलाई चाहिँ यस्तो लागेको थियो नि त होइन, फलफुलहरू यहीँ पाउँछ होला मन्दिरमै, अब बाहिर साइडतिर छ होला भनेर सोचेको थियो। बट त्यो चाहिँ भएन। के भन्छ हामीले केही लिनु पनि पाएन र हामी चाहिँ अब यतिकै दर्शन गर्ने होइन, भगवान्को दर्शन गरेर हामी यतिकै जाने होइन। अब ल्याउनै पर्छ भन्ने पनि लाग्दैन, अब किनकि होइन अब जे छ त्यसमा नै अब मान्छे भएपछि त्यसमै चल्नुपर्छ होइन। र हामीलाई चाहिँ लागेको थियो अब यहीँ पाउँछ जस्तो लागेर चाहिँ हामीले नल्याएको थियो नि त, बट पाएन होइन। मनमा एउटा आस्था विश्वास भन्ने चाहिँ हुनुपर्छ होइन। म चाहिँ त्यही नै ठुलो जस्तो लाग्छ हामीलाई चाहिँ। मन्दिरभित्रै पस्नु भन्ने पनि छैन क्या, मन्दिरको बाहिर बसेर ढोक्दाखेरि पनि मागेको कुरा चित्तको कुराहरू पुग्छ कि। ल हवस् त, भन्नै पऱ्यो नि अवस्था त। भन्न सोध न। हाम्रो चाहिँ पूजा सक्यो होइन, अनि पूजा सकेर चाहिँ अनि बसिरहेको छौँ। तर यो चाहिँ घरभित्र पर्सनल मन्दिर रहेछ हो, बाहिर जस्तै रहेन रहेछ। अब ओपनली खाले मन्दिर चाहिँ होइन रहेछ, 6th फ्लोरमा रहेछ। अब हाम्रो चाहिँ पूजा सकेर चाहिँ अब हामी चाहिँ निस्किनु लागेको। अहिले चाहिँ हामी मन्दिरबाट निस्केर चाहिँ अन्त यहाँदेखि यस्तो यहाँ सेन्टरपट्टि आएको छौँ। यस्तो छ यो चाहिँ लोकेसन तपाईँको चिम्फाचुईको सेन्ट्रल फेरीपट्टि जानेपट्टि हो। यहाँनिर ऊ पर देखिरहेको छ, कस्तो राम्रो काँचो राखेको छ। यो चाहिँ मिडल रोड चिल्ड्रेनको प्ले ग्राउन्ड छ, यता चाहिँ गयो भने चाहिँ ऊ पर उयो पर मेरो साथी चाहिँ बसिरहेछ हो। अब चाहिँ हामी चाहिँ ठ्याक्कै चुनकिङ मेन्सनभित्र जाने भनेर चाहिँ यहाँ बाटो निस्किँदैछौँ हो।
गरेर देखाइदिएको। अब यो चाहिँ लास्ट हो, म निस्किन आँटेको। बहिनीको रुममा 2 घन्टा जस्तो चाहिँ सुतेँ हो, अलिक टाउको दुखे जस्तो भयो क्या, वेदर राम्रो छैन नि त। अन्त यो चाहिँ बहिनीको टेडी बियर हो, त्यसको लुगा लगाइदिइरहेको रहेछ, नाइट सुट। त्यो जत्रै चाहिँ छ होला, कत्रो छ। फर्स्ट चाहिँ यसको यो थियो, फर्स्ट साथी चाहिँ, सेकेन्डमा यो आएको छ। तर दुईटासँग नै सुत्छ यो 2टा छैन भने उमाको निन्द्रै हुँदैन, पुग्दैन, लाग्दैन पनि भनौँ न। बाई बाई सबैजनालाई।